हामी चाहिँ अहिले रोमानियाको यस्तो ठाउँमा छौँ, मकै भाप्दैछौँ। अब यो चाहिँ हाम्रो एग्रिकल्चरको काम हो। अति नै बवाल छ क्या यो काम चाहिँ। यसरी डोको बोक्नुपर्छ, मकै भाप्नुपर्छ हो। साह्रै बवाल ठाउँ हो क्या यो। मौसम पनि एकदम पानी परे जस्तो जस्तो चिसो चिसो। आज त्यो अलिकति हिउँ परेको छैन, नत्र भने लटरम्मै हिउँ परेर केही नदेखिने हुन्छ। आज मौसम राम्रो भएकोले गर्दाखेरि हामीले यसरी काम गर्दैछौँ। यसरी डोको बोक्नुपर्छ। उहाँ पर गाडी छ, गाडीमा लगेर चढाउनुपर्छ। हाम्रो यता एउटा अङ्कल हुनुहुन्छ, उहाँ पर ज्याखलामा मल बोक्दै हुनुहुन्छ, रोमानियाकै। यो एग्रिकल्चर काम गर्नको लागि चाहिँ अलिकति राम्रै छ, जे होस् धेरै राम्रो छ। अङ्कल आउनु भएको नि लगभग 20-25 वर्ष भयो होला, उहाँ पर आउँदै हुन्छ। यो गाउँ छ है हरियाली। नेपाली कोही बोल्दैन फेरि हो, नेपाली नबोलेर तनाव भएको छ। हल्ला नगर्न, यहाँ रोमानियामा छु भनिरहेको छु, तिमीहरू हल्ला गर्छौ। हल्ला नगर्न, यहाँ रोमानियामा छु भनिरहेको छु, तिमीहरू हल्ला गर्छौ।